आजभन्दा 300 वर्ष अघि रातिको 12 बजे काठमाडौँ सहर निन्द्रामा हुन्छ। तर हनुमान ढोका दरबारको एउटा गुप्त कोठामा दुईवटा आवाज सुनिन्छ। एउटा राजा जयप्रकाश मल्लको र अर्को स्वयं देवी तलेजु भवानीको। एउटा मान्छे र एउटा भगवान आम्ने सामने बसेर पासा खेल्दैछन्। यो कथा कुनै दन्तकथा होइन, यो त्यो अद्भुत रहस्यको हो जसले गर्दा आज पनि हामी काठमाडौँमा देवीलाई मूर्तिमा मात्र होइन, जीवित रूपमा पनि पुज्ने गर्छौं। मल्लकाल। राजा जयप्रकाश मल्ल तलेजु भवानीका सबैभन्दा ठूला भक्त थिए। भन्ने गरिन्छ उनको भक्तिमा यति शक्ति थियो कि देवी तलेजु स्वयं ह्युमन फर्ममा साक्षात नारीको रूप लिएर हरेक रात राजालाई भेट्न आउँथिन्। तर एउटा शर्त थियो, देवीको आइडेन्टिटी गोप्य राख्नुपर्ने थियो। जबसम्म यो कुरा राजा र देवीको बीचमा मात्र सीमित थियो तबसम्म देवी आउँथिन्। उनीहरू त्रिपाशा यानी पासा खेल्थे। त्यो पासाको हरेक दाउमा राजाले राजनीति सिक्थे र देवीले उनलाई राज्य चलाउने ज्ञान दिन्थिन्। इट वाज अ डिभाइन कनेक्सन बियोन्ड ह्युमन अन्डरस्ट्यान्डिङ। तर जहाँ रहस्य हुन्छ त्यहाँ शङ्का पनि हुन्छ। रानी दयावती, राजाको रानी, उनलाई शङ्का लाग्यो। राजा हर रात कोठा बन्द गरेर कोसँग कुरा गर्छन्? कहीं राजाले कुनै अन्य स्त्रीलाई त भेटिरहेका छैनन्? जेलसी, जलन, यसले मान्छेलाई अन्धो बनाइदिन्छ। एक रात रानी दयावतीले त्यो लक्ष्मण रेखा पार गरिन्। राजा र देवी पासा खेल्दै थिए। माहौल एकदमै शान्त थियो। त्यही बेला रानीले ढोकाको प्वालबाट भित्र हेरिन्। बस त्यो एक दृश्य, त्यो एक गल्ती। देवी तलेजु जो साक्षात स्वर्गबाट आएकी थिइन्, उनलाई एउटा जीवित मान्छेको आँखाले देख्यो। देवीको आइडेन्टिटी सिक्रेट राख्ने राजाको वचन टुट्यो। तलेजु भवानी त्यही पल क्रोधित भइन्। उनले राजालाई हेरिन्, तर त्यो हेराइमा माया होइन, आगो थियो। उनले भनिन्, जयप्रकाश, तिम्रो वचन त टुट्यो। तिम्रो रानीको शङ्काले आज मेरो र तिम्रो सम्बन्धको अन्त्य भयो। राजाले माफी मागे, रोए, कराए, हे माता, मलाई छोडेर नजानु। तर देवीको शर्त टुटिसकेको थियो। जाँदा जाँदै उनले एउटा कुरा भनेर गई, अब म यो रूपमा कहिले पनि आउने छैन। मेरो दर्शन पाउन अब तिमीले कुनै मूर्ति होइन, कुनै मन्दिर पनि होइन, एउटा कन्यालाई पुज्नु पर्नेछ। शाक्य कुलकी एउटी पवित्र बालिका जसले मेरो शक्ति धारण गर्नेछिन्। उसलाई तिमीले कुमारीको रूपमा पुज्नु। र त्यही रातदेखि काठमाडौँमा कुमारी प्रथा सुरु भयो। यदि त्यो रात रानीले ढोकाबाट नचियाएको भए सायद आज इतिहास बेग्लै हुन्थ्यो होला।